हजुरहरूलाई दिशा गर्ने समयमा थोपा थोपा गरी रगत चुइन्छ अथवा मासु पनि बाहिर निस्किन्छ, आफै भित्र जान्छ अथवा बाहिरको बाहिरै मासु हुन्छ भने हजुरलाई भित्री पाइल्स अर्थात् इन्टर्नल पाइल्स भएको हुन सक्दछ। नमस्ते, म डाक्टर लिएन पौडेल। आज हामी विशेष गरी हजुरको मलद्वार सम्बन्धी रोगहरूमध्ये इन्टर्नल पाइल्सको बारेमा कुरा गर्नेछौँ। यस पाइल्सको सुरुवाती अवस्थामा हजुरको दिशा गर्ने समयमा थोपा थोपा गरी रगत जान्छ तर दुखाइ भने हुँदैन र सेकेन्ड स्टेजमा हजुरको दिशा गर्ने बेलामा मासुको डल्लो जस्तो बाहिर निस्किन्छ र त्यो आफै दिशा गरिसकेपछि भित्र जान्छ र थर्ड स्टेजमा हजुरको दिशा गर्ने बेलामा मासुको डल्लो बाहिर त आउँछ तर भित्र आफै जान्न, यसलाई हातले धकल्नु पर्ने हुन्छ र फोर्थ स्टेजमा भने हजुरको यो कम्प्लिट प्रोल्याप्सको अवस्था हो। यसमा मासुको डल्लो भित्र जाँदै जान्न, बाहिरको बाहिरै रहेको हुन्छ र यस्तो अवस्थालाई हामीले इन्टर्नल पाइल्स भनिन्छ। धन्यवाद।